हजुर कुमारदेव मानन्द हजुर हजुर हैन हजुरलाई चाहिँ नि जुजलप नमस्कार नमस्कार हजुर चाहिँ यहाँ क्षेत्रपाती निशुल्क चिकित्सालयको कुन के पदमा चाहिँ नि हुनुहुन्छ यहाँ अहिले म क्षेत्रपाती निशुल्क चिकित्सालयको उपाध्यक्ष मेरो दोस्रो कार्यकाल हो यो हजुर 6 वर्ष भयो ए अहिले चाहिँ नि एउटा चाहिँ नि सोधिहालौँ मतलब चाहिँ नि हाम्रो यो निशुल्क चिकित्सालय भनेको छ हैन यो निशुल्क भनेको असहायको लागि मात्रै भनेको पनि सुनिए कसरी यो निशुल्क कसरी तपाईँले यसको चाहिँ नि व्याख्या गर्नुहुन्छ यो निशुल्क चिकित्सालय भनेको पहिला चाहिँ यो निशुल्क चिकित्सालय पहिला हाम्रो पूर्वजहरूले निशुल्क चिकित्सालय भनेर राखेको हजुर अब यो मलमपट्टिबाट यो अब हस्पिटलको रूपमा चेन्ज भइसक्यो अब पहिला आएर चाहिँ निशुल्क चाहिँ हामीले पटक पटक हामीले यो निशुल्क चिकित्सालय भनेर चेन्ज गर्नु खोजे पनि यहाँको हाम्रो पूर्वजको छोराहरू सबैले चाहिँ यो मान्छेले कसो भने अब यो त बिरामीले चाहिँ निशुल्क भन्दाखेरि अब सबै चाहिँ नि अब निशुल्कै होला पैसा तिर्नु पर्दैन होला भनेर त्यस्तो ठान्छन् नि त्यस्तो त होइन यहाँ टिकट काट्नु पर्यो सबै गर्ने त्यसैले त्योसँग मेल खाएन कि भन्ने मान्छेहरूको बुझाइ छ त्यो हो कि मैले भन्नु तपाईँले जुन कुरा गर्नुभयो ठिकै एकदम राम्रै कुरा हो हजुर तर यहाँ चाहिँ नि एउटा ब्रान्ड हामीले यो बोर्डबाट पनि निर्णय गरेर यो चाहिँ हाम्रो निशुल्क चिकित्सालयलाई चाहिँ हामीले हटाउन खोजेको तर पूर्वज हाम्रो उहाँको छोराहरूले चाहिँ नि यो जबसम्म चन्द्र सूर्य रहन्छ तबसम्म चाहिँ यो निशुल्क चिकित्सालय ब्रान्ड हटाउन पाउने हुनाले अहिले निशुल्क दिन दुखी असहायको लागि मात्र निशुल्क भनेर हामीले यो हाम्रो त्यो चाहिँ बोर्डमा राखेको छौँ त्यो दिन दुखी असहाय भनेर आयो भने हामीले उहाँहरूलाई निशुल्क गर्न सक्छौँ अहिले चाहिँ नि अब एउटा खुसीकै खबर भन्नु पर्ला अहिले चाहिँ नि यो चिकित्सालयले चाहिँ नि अहिले यहाँ चाहिँ नि हाम्रो सिटी स्क्यानको पनि चाहिँ नि यहाँ चाहिँ नि व्यवस्था गरेको रहेछ यो कहिलेदेखि यो स्थापना भएको हो कहिलेदेखि चाहिँ नि सुरु भएको हो एकचोटि भनिदिनुहुन्छ कि यो अहिले 4 महिना जति भयो हाम्रो नगरपालिकाको सहयोगबाट हजुर हामीले यो सिटी स्क्यान किनेर अब 4 महिना जति भयो यो नयाँ बिल्डिङमा चाहिँ हाम्रो सिटी स्क्यान चाहिँ सञ्चालन र सिटी स्क्यान मेमोग्राम यो ब्रेस्ट क्यान्सरको पनि मेमोग्राम पनि हामीले सुरु गरेका छौँ हजुर अनि यसको लागि चाहिँ नि हामीले चाहिँ नि अब बिरामीले यहीँ आएर चाहिँ नि मतलब नाम लेखाउनुपर्छ वा त यसको अनलाइन नाम लेखाउने त्यस्तो केही छ कि अहिले चाहिँ हामीले चाहिँ यहीँ आएर नाउँ लेखाउने गरिरहेको छौँ अब त्यो अनलाइनको चाहिँ यताबाट गरेको छैन हामीले अहिले यहाँ चाहिँ अब नयाँ भवन पनि बनेको रहेछ एक्सटेन्सन गरेर रहेछ अनि यहाँ अहिले नयाँ भवनमा चाहिँ नि अब कति सयको चाहिँ नि यो बनिरहेछ अहिले चाहिँ हाम्रो चाहिँ अब चाहिँ अहिले अब हामीसँग चाहिँ पर्मिसन चाहिँ 25 को हामीले चाहिँ 25 बेडको भएर अब हाम्रो छिटै चाहिँ 52 बेडकोमा चाहिँ हामी पर्मानेन्ट हुन्छ नयाँ बिल्डिङमा पनि हामीले अब चाहिँ अपरेसन थिएटरदेखि सबै चाहिँ क्याबिन चाहिँ सञ्चालन हुन लागेको छ टोटलमा चाहिँ नि समस्तमा चाहिँ नि कति बेडको हुन्छ अब यो तयार भइसकेपछि अब हामीले चाहिँ इजाजत चाहिँ 52 बेडको चाहिँ हामीले लिने छ अब भयो भने अब हामीसँग चाहिँ 70-80 बेडै हुन्छ अब नयाँ बिल्डिङ पुरानो बिल्डिङ गरेर 70-80 बेडै यो सिटी स्क्यानको चाहिँ नि सेवा चाहिँ नि मतलब चाहिँ नि 24 घण्टा हो कि मतलब कस्तो के छ सिटी स्क्यान यो 24 घण्टा हो ल्याब पनि 24 घण्टा इमर्जेन्सी पनि 24 घण्टा सञ्चालन छ हजुर धेरै धेरै शुभकामना धन्यवाद तपाईँले जुन चाहिँ हाम्रो चिकित्सालयको विषयमा अब के आफ्नो यो प्रकाश पार्नलाई जुन सहयोग गर्नु तपाईँलाई पनि धन्यवाद हस् क्षेत्रपाती निशुल्क चिकित्सालयमा भर्खरै थप गरेको यो सिटी स्क्यानको नयाँ आधुनिक मेसिन हुन् यो सेवा लिने बिरामीसित यदि काठमाडौँ महानगरपालिकाको वृद्ध भत्ता कार्ड रहेको छ भने उहाँहरूलाई 10% को छुट दिने व्यवस्था गरेको छ अन्य थुप्रै टेस्टहरूमा पनि छुटको व्यवस्था रहेको छ यहाँ यो चिकित्सालयको स्थापना विक्रम सम्वत 2013 सालमा भएको हो यो काठमाडौँ महानगरपालिका वडा नम्बर 17 क्षेत्रपातीमा रहेको छ पकनाजोल थमेल ठहिटी नरदेवी धोबीचौर पब्लिक युथ क्याम्पस र धल्कोको बीचमा रहेको छ यो चिकित्सालयको फोन नम्बर रहेको छ 0153579111 No,
ट्याक्क जिबिया दिप भयो ट्याक्क